नमस्कार साथीहरू, आज म तपाईहरुलाई एउटा अनौठो तर गजबको परिकार बनाउने प्रोसेस देखाउन गइरहेको छु। सुरुमा त म घरदेखि अलिकति टाढा मात्र भएको स्याउ बगैँचामा जान्छु। त्यहाँ फलेका रसिला र गुलिया राता स्याउहरू टिप्छु। पहाडको हावामा फलेका यी स्याउहरू एकदमै अर्ग्यानिक मानिन्छ। स्याउपछि म बारीमा गएर जिराको सागहरू टिप्छु। अब सफा गरेको ती स्याउहरूलाई गोलो गोलो आकार पारी काट्छु। त्यसपछि म एउटा ट्रेमा परिकारको लागि आवश्यक इन्ग्रेडियन्ट्सहरूलाई तयार पार्छु। अब म्यारिनेट गरेर राखेका ती राता मासुहरूलाई तावामा हालेर ग्रिल गर्छु। म्यारिनेट नगरेका मासुहरूलाई पनि तातो तावामा राखेर ग्रिल गर्छु। साथै ट्रेमा भएको ती सबै भेजिटेबलहरूलाई ग्रिल गर्नेतिर लाग्छु। ग्रिल हुन छोडेर म अब एउटा स्याउको टुक्रामा जिराको साग राख्छु र पाकेको मासुलाई टमाटरको अचार अनि चिल्ली पाउडरमा हालेर त्यसमाथि राख्छु अनि अर्को लेटसले छोपिदिन्छु। फेरि पनि माथिबाट अर्को मासुको टुक्रालाई राख्छु अनि स्याउ र सागले छोपिदिन्छु। त्यसको माथि फेरि साग हाल्छु अनि अरू ग्रिल गर्न राखेका कुराहरू राखी छोपिदिन्छु। साथीहरू, यसरी तयार भयो हाम्रो आजको परिकार एप्पल मिट रोस्ट। यो खाना मात्र नभई गाउँको सादगी र साधारण चीजलाई असाधारण बनाउने एउटा सानो प्रयास हो। फेरि भेटौँला अर्को कथासँगै।